ओ दर्पणे दर्पणे जे गर्दा नि भएन दर्पणे जसकैले पाएन दर्पणे को आँसु भत्किएको मन हो रितिएको आँसु भत्किएको मन आप जसे तिमी कसको बच्चा हो यो? कोही छैन, सायद अलपत्र परेको हुनुपर्छ। यो केटालाई घरमा लगेर पालेर गोठाला बनाउँछु म। अब बुझ्छे? तेरो नाम के हो? दर्पणे। सुन त, मेरो घरमा जाने हो त, म मिठाई खुवाउँछु, भात खुवाउँछु, सबै खुवाउँछु, हुन्छ? ल आइज। ओ दर्पणे दर्पणे जे गर्दा नि भएन दर्पणे जसकैले पाएन दर्पणे। ओइ दर्पणे
होइन 5 दिन भइसक्यो तैँले यो रुख काटेको अझै हाँगा बिना काटिसकेको छैनस् तैँले ठग पनि कतिखेर ठगौ त कस्तो केटा रहेछ अब त सक्यो भनेको त फेरि सबै जिउँदै रहेछ अनि यस्तो पाराले कसरी हुन्छ भन् त यस्तै हुन्छ त कहिले गर्छस् त यस्तो अल्छीको नि एउटा सीमा हुन्छ नि त काका मैले सकेको काम गरिराखेको छु त तपाईँले अति हेप्नुभयो काका गरिबले हेप्ने पनि एउटा सीमा हुन्छ होला काका धेरै हेपिसक्नुभयो काका मैले सकेको गरिराखेको छु त फेरि मुख चलाउँछस् आजभोलि निकै मुख चलाउँछस् कहिले पाएन दर्पण मर्छस् धेरै मुख चलाउँछस् हजुर बढीमा आऊ एकछिन बसेर जा होइन मलाई ढिलो भयो बढीमा जानुपर्छ आऊ न आऊ एकछिन बस ए दर्पणे ल आऊ बस बस ए बुढी दर्पणले केही खाजा खुवाउँछु भनेको होइन के बनाएको छौ ल्याइदेऊ त ल भयो बस 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 बसेर यसो खाएर जाऊ होइन बराबर मलाई ढिला हुन्छ होला सुब्बा साहबले फेरि मलाई मार्नुहुन्छ ए तेरेको दर्पणे एकछिन बस्दा केही पनि बित्दैन त्यो सुब्बा पनि कस्तो हो मान्छे भएपछि एउटा मानवताको हुनुपर्छ नि ए बुढी बुढी सुनो खाजा ल्याउ त ए दर्पणेले हातहरू सारे आउँदैछु ल्याए ल दर्पणे ल खाऊ र भनेको बढीमा सुब्बा साहबले मार्नुहुन्छ ल खाएर गइहाल है ल खाऊ 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 बिचरा दर्पणे बडा बाउ बडी आमा आज तपाईँहरू जस्तै माया गर्ने मेरो आमा बाबा भएको भए यस्तो खासै म दुःख पाउँदैन थियो होला दर्पणे त किन यस्तो कुरा गर्छस् हामी पनि त तेरो बाबामा जस्तै मान्छे हो नि के गर्नु त्यो सुब्बाले कुल्लीलाई गधालाई रगटेको जस्तो रगड्छ खानु भनेको तिमीले केही पनि दिँदैन तिमी हाम्रोमा आएर बसे पनि हुन्थ्यौ तर त्यो सुब्बाले हामी समेतलाई पनि बसी खानु दिँदैन कुरा त्यही अप्ठ्यारो छ बडीमा बराबाले सही कुरा गर्नुभएको हो सुब्बा साहब मूर्ख हुनुहुन्छ हजुरलाई पनि थाहा छँदैछ मेरो लागि दुश्मनी किन बोल्नुहुन्छ तपाईँहरू म जहाँ छु त्यही छोडिदिनुहोस् बरु आजैदेखि राखौँ न दर्पणलाई हाम्रो घरमा हेर बुढी तैँले कुरा राम्ररी बुझ्दैनस् त्यो सुब्बा कस्तो छ भने तँलाई थाहा छ होला नि सानोतिनो कुरामा त बन्दुक तेर्साउँछ भनेदेखि यो दर्पणेलाई हामीले राख्यौँ भने त सिधै गोली हान्छ कुरा बुझ अलिकति बढियामा अहिले म जान्छु है यो के गर्दैछ है किन दिन्छ अहिले यो काममा पठाएको मान्छे यहाँ पो बसिरहेको छ के हो सुब्बा बिचारा बाटोमा हिँड्दै थियो हामी पनि खाजा खाँदै थियौँ त्यही दर्पणेले खाजा खुवाऊ भनेर यसलाई खाजा दिनु लगाएको नि होइन तपाईँलाई मैले अस्तिदेखि भन्दैछु है यस्तो दया देखाउने काम नगर्नुहोस् भनेर होइन मैले दया माइ के नै देखाएको छ बिचारा तिम्रो काम गर्ने केटा हो यसो खाजा खाएर जाओस् भनेर सक्छौ मैले सक्दैन भनेको छैन तर के हो काम गरेर आएको मान्छेलाई यसो खाजा दिँदा के चाहिँ बन्छ सुब्बाजी उसलाई उयो गाउँको सबै खानु नपाउनेहरूलाई दिनु नि त तपाईँले खाना सबैले किन खुवाउनु तिमीले राम्ररी टाइममा खाजा खुवाएनौ होला अब बिचारा यसो अनुहारको अँध्यारो पार्यो अनि यसो खाजा खाएको छैन होला भनेर पुर्याइदिनु लगाएको घरमा के पाक्छ के पाक्दैन तपाईँलाई थाहा छ हेर्नुहोस् है मैले तपाईँलाई राम्ररी सम्झाएको छु
वडा अध्यक्ष भएर आफ्नो ठाउँमा बस्नुहोस्, नभए खतरा हुन्छ नि। म सुब्बा भएर सुब्बा आफ्नो ठाउँमा बस्छ, त्यसै तर्साउने होइन सबैलाई। म वडा अध्यक्ष भएर म कसैले फुटाउनु होइन। के हो यो बुढी, तिमीलाई अघि नै भनेको थिएँ नि सुब्बा खतरा छ। हामीले त्यो केटालाई यहाँ राखेको भए चाहिँ हामीले मार्थ्यो। कुरा बुझ्ने गर। हेर हेर अहिले कस्तो भयो, बुझाउने अहिले कुरा। ल जाऊ। बाबरे बाबरे, यो सुब्बा पनि मान्छे हो कि जनावर केही पनि थाहा पाउँदैन म। जस कहिले पाएन तँलाई यस्तो भएको पनि 2-4 दिन भएछ। पहिले नै भन्नु पर्दैन त। तँलाई तेरि सन्चो छैन जस्तो छ। अनि डर पनि, त्यो सुब्बाले त तँलाई धेरै हेप्छ अरे नि। त्यसलाई केही भन्नुपर्ने भए हिँड, म अहिले नै गएर भन्छु तँलाई। पर्दैन दाइ, भनेको लाग्ने भए पो उहाँलाई भन्ने। उहाँलाई खालि कामको मात्रै प्यारो छ, मेरो ख्याल छैन। पर्दैन दाइ, मलाई उल्टै गाली मात्रै खुवाउनुहुन्छ। तैँले भनेको कुरा पनि ठिकै हो। अब मूर्खसँग निउ खोज्यो भने फेरि मै माथि बन्दुक लिएर आइलाग्छ। तर पनि त चिन्ता नगर, केही पर्यो भने मलाई भन्, म जे सक्छु त्यही सहयोग गर्छु। के गर्छस् त दर्पणे, तेरो भाग्यमै दुःखै दुःख लेखाइ रहेछ। लोग्ने मान्छे भएर रुनुहुन्छ? हिँड्छौ, म तल ऊ परसम्म पुऱ्याइदिन्छु। म पनि गैरी खेतसम्म जान लाग्यो। उठ न, कहिले म यो बोक्छु पञ्चरले न। दर्पणे, कता हिँडेको? तिमीलाई त सन्चो छैन भनेर सुनेको थिएँ। कता हिँड्नु र आकृति, सन्चो त खासै छैन। आफ्नो त के गर्नु, घाँस दाउरा जङ्गलमै दिनचर्या मेरो बित्छ। यी डोको र नाम्लो मेरो साथी, के गर्नु, आफ्नो कर्म यस्तो छ, नगरी भएको छैन। तैपनि साउले मार्छ, कहिले जस पाउने होइन। अब्जासे भयो, खै यो अब्जासे कर्म पनि साह्रो गाह्रो छ। तिमी चाहिँ कहाँ हिँड्यौ? स्कुलको पढाइ पनि सकिहाल्यो, कलेज बुझ्नु पर्यो भनेर सरतिर हिँडेको। अनि सुन त, भर्खरै बिरामी भएको मान्छे यसरी काममा हिँडिरहेछौ, अलिक आफ्नो ज्यानलाई पनि ख्याल गर है। तिमीले भनेको कुरा सही हो आकृति, तर के गर्नु, जति काम गर्दा पनि घर पाइँदैन, जस पाइँदैन। तिमीलाई थाहा छ त मेरो साउ कस्तो हुनुहुन्छ भनेर। जति काम गर्दा पनि बिसन्चो भन्न पाइँदैन, भोक लाग्यो भन्न पाइँदैन, निन्द्रा लाग्यो भन्न पाइँदैन, कुनै पनि हुरी बतास आयो भन्न पाइँदैन। काम भनेपछि गर्नै पर्छ। उहाँको आदेश नमानिकन त डरै छैन। तिमीलाई थाहा छ त आकृति? हो भन्या, सुब्बा काका पनि कस्तो निष्ठुरी, अरूको ज्यान त ज्यानै होइन जस्तो गर्नुहुन्छ। आकृति, उहाँको कुरा गरेर साध्य छैन। उहाँको कुरा नगरौँ। बरु तिमी कहिले सहरबाट फर्किन्छौ? हेर न, आफू त डोको नाम्लो, तिमी राम्रोसँग पढ। आफू त गबर भयो, पढ्ने बेलामा पढ्न पाइएन।
तिमीलाई कसले भन्यो अनपढ भनेर? तिमी त अरूको दुःख सुख बुझ्ने मान्छे, तिमी त ज्ञानी हौ। तिमी चाहिँ राम्रोसँग पर ल। हुन्छ, त्यहाँको काम सक्यो भने म छिटै फर्किन्छु। म गएँ, आफ्नो ख्याल गर्नु ल। ए दर्पणे कता हिँडिस् त? हेर्नुहोस् न सानै काका, बाँस ज्याङमा चप्पल चुट्यो टो भन्छ। सिलाइदिनु पर्यो काका। ए दर्पणे, त्यत्रो महाजन सुब्बाको घरमा काम गर्ने मान्छेले यस्तो चुडिया चप्पल जुत्ता लाउँदाखेरि महाजनको इज्जत जाँदैन र भने? काका, हेर्दा मात्रै सुब्बा महाजन हुनुहुन्छ, भित्र उहाँ कहाँ त्यस्तो हुन्छ र? दयालु हुनु पर्यो काका। फेरि म एउटा हली हो। हुन त तिमीले भनेको कुरो पनि ठिक हो दर्पणे बाबु। हुन पनि ती सुब्बा कहीँ नभएको चुइया छन्, फुटे कौडी निकाल्दैन। फेरि मैले यसो भनेको थियो भनेर बुढालाई नभन्नु नि, मार्छन् फेरि मलाई। काका, म कहाँ सुनाउँछु, उहाँको बानी मलाई थाहा छैन र? काका, मेरो चप्पल अहिले सिलाइदिनुहुन्छ होला नि, लाउने खाँचो थियो। ए बाबु, अहिले त म भ्याउँदै नै आएर मार काम छ। छोरी पनि घरमा छैन, मामा घर गएकी थिए। यसो गर न, म भोलि सिलाएर ठिक्क पारिदिउँला, भोलि एकचोटि आऊ न है। हस् काका। काका, यसो तिर्खा पो लाग्यो, पानी पो खाउँ क्या हो नि काका? ए बाबु, यस्तो कुरा नगर न। हामी सानजातिको घर आएर पानी खान्छु भनेर नभन न। तिमीले त अहिले खाइदेऊला। तिमीले पानी खाएको थाहा पायो भने गाउँलेले मलाई गाउँबाट निकाला गर्छन्। यो कुरा नगर बाबु, पानी नखाऊ जाऊ। हस् काका। ल बाबु।